आज देशमा संख्यात्मक हिसाबले बलियो सरकार छ। दुईवटा ठुला पार्टी र अन्य पार्टीहरू मिलेर यस्तै पालै पालो सुरुमा 24 महिना र त्यसपछि बाँकी अवधि नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेको छ। सरकारको नीति तथा कार्यक्रम पनि आइसकेको छ। तर त्यस यता दिनौँ सरकार विरुद्धका चलखेल जारी छन्। आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले हरेक दिन मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी छ। तर सरकार अघि बढिरहेको छ। त्यस्ता वक्तव्यहरू र झुटो बकवासहरू निरर्थक साबित भएका छन्। त्यस्तो बोल्ने नेतृत्वलाई कतिवटा जिब्रा भएका र अवरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर सुनिरहनु पर्ने हो हामी नेपालीहरूले। म यो विशेष समयमा यो कुरा राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, पछिल्लो 20 महिनाको हामीले शासन देखेकै हौँ। पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन। कति फाइल खोल्ने हुँकार गरिएको थियो, तिनको हकीकत के भएको छ त्यो नदेखिएको होइन। त्यसको भोगाई आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मान्यज्यूले भोग्नु पनि भइरहेको छ। कुशासनका अनेक रूप त्यसरी प्रकट भएकै थिए। सुन तस्करीले सिङ्गो देश पहेँलपुर भएकै थियो। अनि त्यो सबै गर्ने मुहानहरू आज त बन्द छन्। त्यो बन्द भइसकेपछि के छ भने अस्थिरता मौलाउने खालका वक्तव्यबाजीहरू बढिरहेका छन्। म चाहिँ के भन्न चाहन्छु भने भर्खरै 25 करोड युरो र डलर सहितको ट्रक पक्राउ भयो। त्यो ट्रक कसले चाहिँ त्यो ट्रक कसको थियो र त्यसमा संलग्न कसका कार्यकर्ता थिए